नमस्ते। अपाङ्गतालाई हामी अक्सर एउटा सीमितताको रूपमा हेर्छौं हैन त? तर के होला यदि हामीले यसलाई सम्भावना र समावेशीकरणको नजरले हेर्यौं भने? आउनुहोस्, आज हामी यही कुरालाई अलिक गहिरिएर बुझ्ने कोसिस गरौं, खास गरी हाम्रो नेपाली समाजको सन्दर्भमा। अपाङ्गता जिन्दगीमा एउटा कमा मात्रै हो, पूर्णविराम होइन। यो एउटा एकदमै शक्तिशाली भनाइ हो। आजको हाम्रो पूरा कुराकानी यही एउटा विचारको वरिपरि घुम्नेछ। यसले के भन्छ भने अपाङ्गता भनेको जीवनको अन्त्य होइन, यो त व्यक्तिको परिचयको एउटा हिस्सा मात्र हो। त्यसो भए यो त भयो दर्शनको कुरा। अब अलिकति कानुनी पाटोतिर लागौं। हाम्रो देश नेपालमा अपाङ्गतालाई कसरी हेरिन्छ, कसरी वर्गीकरण गरिन्छ त? ल हेरौँ है त। शारीरिक र मानसिक अवस्थाको आधारमा सरकारले अपाङ्गतालाई आधिकारिक रूपमा 10 प्रकारमा बाँडेको छ। अब यी 10 प्रकारले अपाङ्गताको कति फराकिलो दायरा छ भन्ने देखाउँछ। मतलब यसमा हिन्डुलमा हुने समस्या जस्तो शारीरिक अपाङ्गता मात्रै पर्दैन, दृष्टिविहीन हुनु, सुन्न नसक्नु, अटिजम हुनु वा मानसिक र मनोसामाजिक समस्या हुनु, यी सबै यसैभित्र पर्छन्। यो वर्गीकरणले एउटा कुरा के प्रश्न पार्छ भने हरेक अपाङ्गता फरक हुन्छ र हरेक व्यक्तिको आवश्यकता पनि फरक हुन्छ। अब अपाङ्गताको प्रकार त हामीले बुझ्यौं, तर कुरा यतिमै सकिँदैन। त्यो अपाङ्गता कति गम्भीर छ भन्ने कुराले पनि धेरै फरक पार्छ। हो, यही गम्भीरताको आधारमा पनि अर्को वर्गीकरण गरिएको छ, जसले चाहिँ व्यक्तिले कस्तो र कति सहयोग पाउनु पर्छ भन्ने कुराको टुङ्गो लगाउँछ। यो वर्गीकरणलाई सजिलै चिन्नको लागि 4 फरक रङको परिचय पत्रको व्यवस्था गरिएको छ। जस्तो कि क वर्ग मतलब पूर्ण अशक्त अवस्था, उहाँहरूको लागि रातो कार्ड हुन्छ। त्यस्तै ख वर्ग जो अति अशक्त हुनुहुन्छ, उहाँहरूले नीलो कार्ड पाउनुहुन्छ। अनि ग वर्गको लागि पहेँलो र घ वर्ग यानि सामान्य अवस्थाको लागि सेतो कार्ड। यी रङहरू खाली रङ मात्र होइनन्, यिनीहरूले व्यक्तिलाई कति सहयोग चाहिन्छ भन्ने कुराको सङ्केत गर्छन्। ल, हामीले वर्गीकरण त बुझ्यौं। अब प्रश्न उठ्छ, यी वर्गीकरणको आधारमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुरक्षित गर्न र उहाँहरूलाई बलियो बनाउन के कस्ता कानुनी र सरकारी प्रयासहरू भएका छन् त? अब यतातिर लागौं है। सबैभन्दा पहिलो र महत्त्वपूर्ण कुरा त हाम्रो संविधानमै छ। नेपालको संविधानले नै हरेक अपाङ्गता भएका नागरिकलाई सम्मानका साथ बाँच्न पाउने हक दिएको छ। यो एकदमै ठूलो कुरा हो। र यसभित्र आर्थिक रूपमा कमजोरहरूका लागि निशुल्क उच्च शिक्षा अनि ब्रेल लिपि र साङ्केतिक भाषामा पढ्न पाउने जस्ता महत्त्वपूर्ण अधिकारहरू पनि पर्छन्। संविधानको यो व्यवस्थालाई अझै बलियो बनाउन विक्रम सम्वत 2060 सालमा सर्वोच्च अदालतले एउटा साँच्चै ऐतिहासिक फैसला गर्यो। अदालतले के आदेश दियो भने देशका सबै सरकारी स्कुल, विश्वविद्यालय र तालिम केन्द्रहरूमा अपाङ्गता भएका विद्यार्थीहरूलाई निःशुल्क भर्ना गर्नु। सोच्नुस् त, यसले शिक्षाको पहुँचलाई कति धेरै फराकिलो बनाइदियो। अब यी कानुनी हकहरूलाई कागजमा मात्र सीमित नराखेर व्यवहारमा उतार्न सरकारले पनि विभिन्न कदमहरू चालेको छ। जस्तै आर्थिक सहयोगको लागि परिचय पत्रको आधारमा भत्ता दिने व्यवस्था छ, अवसरमा समानता ल्याउन निजामती सेवामा आरक्षण छ, अनि दैनिक जीवन सजिलो बनाउन सार्वजनिक यातायातमा छुट। यति मात्र होइन, निशुल्क स्वास्थ्य जाँच र अपाङ्ग मैत्री पूर्वाधार बनाउने जस्ता कामहरू पनि भइरहेका छन्। तर कानुन, नीति, नियम यी सबैभन्दा पनि माथि एउटा कुरा हुन्छ, त्यो हो मानवीय इच्छा शक्ति। अब हामी के यस्ता प्रेरणादायक कथाहरूतिर लागौं जसले यो देखाउँछ कि यदि सही अवसर र थोरै हौसला मात्रै पाउने हो भने मानिसले असम्भवलाई पनि सम्भव बनाउन सक्छ। यो एउटा विश्वव्यापी सत्य नै हो भन्दा फरक पर्दैन। प्रतिभाले शारीरिक अवस्थालाई जित्छ। हामीसँग कयौं उदाहरण छन्। विश्वप्रसिद्ध वैज्ञानिक स्टिफन हकिङलाई हेरौं वा हाम्रै नेपालकी झमक कुमारी घिमिरेलाई सम्झ्यौं, जसले खुट्टाले लेखेर मदन पुरस्कार जस्तो प्रतिष्ठित पुरस्कार जित्नुभयो। यी उदाहरणहरूले के देखाउँछन् भने मान्छेको क्षमताको कुनै सीमा हुँदैन। यस्तै अर्को एउटा एकदमै प्रेरणादायी कथा हो पवन घिमिरेको। सोच्नुहोस् त, देशको सेवा गर्दा गर्दै एम्बुसमा परेर आँखाको ज्योति गुमाउनु पर्यो। उहाँको जीवनमा पक्कै पनि अन्धकार छायो होला, तर उहाँले त्यो निराशालाई नै आफ्नो शक्ति बनाउनु भयो। हिम्मत हार्नु भएन। उहाँले नेपालमा दृष्टिविहीन क्रिकेटको सुरुवात मात्रै गर्नु भएन, विश्वकपमा रेफ्री बनेर देशको नामलाई अन्तर्राष्ट्रिय स्तरमा चम्काउनुभयो।
पवन घिमिरेकै शब्दमा भन्नुपर्दा हौसला दिनुहोस्, उनको क्षमता छिनाइदिनुहोस्। उहाँका यी शब्दहरूले कति ठूलो कुरा भन्छन्। हामीले कसैको क्षमतालाई चिन्न र त्यसलाई प्रयोग गर्न थोरै मात्रै साथ दियो भने उनीहरूले पनि अरू सरह सम्मानजनक र सफल जीवन जिउन सक्छन्। ल, यति धेरै कुरा गरिसकेपछि अब यो छलफललाई बिट मार्ने बेला भएको छ। आजको हाम्रो कुराकानीको मुख्य सन्देश के रह्यो त? फेरि एकपटक सम्झिने प्रयास गरौँ। हो, हामीले जहाँबाट सुरु गरेका थियौँ त्यहीँ फर्क्यौँ। अपाङ्गता जीवनको पूर्ण विराम होइन, यो त केवल एउटा कमा हो। यसको मतलब यो कुनै व्यक्तिको कथाको अन्त्य होइन, बरु एउटा यस्तो मोड हो जहाँबाट कथाले अझै नयाँ, अझै शक्तिशाली रूप लिन सक्छ। र अन्त्यमा एउटा प्रश्न हामी सबैको लागि छोडेर जान चाहन्छौँ। हामीले हाम्रो समाजले अपाङ्गता भएका व्यक्तिहरूको क्षमतालाई अझ राम्रोसँग कसरी चिन्न र सम्मान गर्न सक्छौँ? यो प्रश्नबारे एकछिन सोच्नु मात्रै पनि एउटा समावेशी समाज बनाउने दिशामा हाम्रो पहिलो कदम हुन सक्छ।